हेलो, नमस्ते सबैलाई। म चाहिँ आज एउटा सानो के कुरा सेयर गर्न आएको भने मलाई चाहिँ मेरो अग्रजहरू मैले रेस्पेक्ट गर्ने होइन, उहाँहरूले चाहिँ मलाई म्यासेजमा या फोनमा टेक्स्ट गरेर के भन्नुहुन्छ भने तिमी पैसाको कुरा मात्रै कुरा गर्छौ, पैसा मात्र ठुलो कुरा होइन, पैसाले मात्र सबै कुरा हुँदैन भन्नुहुन्छ। म उहाँहरूको कुरामा सहमत पनि छु, म उहाँहरूको कुरालाई रेस्पेक्ट पनि गर्छु, सम्मान गर्छु। तर मेरो कुरा के हो भने बुझ्नु जरुरी छ नि त। मान्छेले के गरिरहेछ भने किन गरिरहेछ भन्ने कुरा हुन्छ होइन। पैसा ठुलो कुरा होइन, पैसा मात्र ठुलो कुरा होइन भन्ने कुरा मैले बुझेको छु। कुरा कहाँनिर आउँछ भन्नुहुन्छ भने तपाईँले मैले मेहनत गरेर पैसा कमायो भने पहिला सुरुमा चाहिँ आफू सक्षम भइन्छ। आफू खुसी भइसकेपछि, सक्षम भइसकेपछि फ्यामिली गर्न आफ्नो परिवार खुसी बनाउन सकिन्छ। परिवार खुसी भइसकेपछि सबै कुरा मिल्यो, एउटा नर्मल एउटा चाहिँ बाँच्न लायकको चाहिँ कन्डिसन क्रिएट गरियो भने चाहिँ तपाईँसँग छ भने तपाईँले छिमेकीलाई सहयोग गर्न सक्नुहुन्छ। छिमेकी गाउँ टोल होइन, जहाँ चाहिन्छ त्यहाँ सहयोग गर्न सक्नुहुन्छ। कुनै जहाँ बाटो पुगेको छैन त्यहाँ ठाउँमा बाटो बनाइदिन सक्नुहुन्छ। जुन गाउँमा, जुन ठाउँमा, जुन अलिकति त्यस्तै हाम्रा नेपालको कन्डिसन भन्यो भने अलिकति बाटोघाटो पुर्याउन गाह्रो भएको ठाउँ या हिमाल पहाड त्यस्तो ठाउँहरूमा, तराईमा पनि विभिन्न ठाउँहरूमा चाहिँ बाटोघाटो या अस्पतालहरू होइन, तपाईँको विद्यालयहरू, पानीका चाहिँ नलहरू चाहिँ त्यस्तो बनाउनु पर्ने छ भने त्यस्तो ठाउँमा त तपाईँले गर्न सक्नुहुन्छ नि त। सबै कुरामा सबै समस्याहरू सरकारको हो, योले गरेन उसले गरेन अनि चाहिँ यो पार्टीले गरेन ऊ पार्टीले गरेन यसले गरेन भनेर दोष देखाउन जुन समय हुन्छ नि त्यो समयमा चाहिँ मेहनत गर्नुहोस्, पैसा कमाउनुहोस्, नियम कानुन पालना गरेर सही तरिकाले पैसा कमाउनुहोस्। आफू र आफ्नो परिवारलाई चाहिँ एउटा नर्मल लाइफ हुन्छ नि त्यो पुरा भइसकेपछि तपाईँले गर्ने भनेको समाजमा हो। त्यो मेरो माइन्डसेटमा, मेरो दिमाग चाहिँ मेरो त्यस्तो छ। हेर्नुहोस्, किन अहिले मैले चाहिँ देशमा यस्तो भएन, यो यस्तो भयो भनेर समस्या देखाउन भन्दा पनि मैले आफूले मेहनत गरेर के गर्न सक्छु भन्ने कुरा चाहिँ म त्यसमा वर्कआउट गरेर आएको छु होइन। भोलि बिहान मैले आफूलाई र आफ्नो परिवारलाई केही गर्न सकेँ भने भोलि बिहान मैले गाउँ समाजमा पनि केही गर्न सक्छु होइन। जहाँ आवश्यक छ त्यसको लागि तपाईँलाई सरकारी निकाय या त्यहाँको नियम कानुन के छ त्यो पालना गर्नुपर्छ, आफ्नो ठाउँमा छ। र कुनै पनि कसैलाई दोष नदिई, कसैलाई गाली गलोज नगरी, नराम्रा शब्द प्रयोग नगरी गर्न सक्नुहुन्छ। यदि तपाईँसँग पैसा छ भने, यदि तपाईँको माइन्डसेट तपाईँको चाहिँ गर्ने हो भन्ने चाहिँ त्यो एउटा चाहिँ हुन्छ नि, मान्छेमा हुटहुटी हुनुपर्छ क्या, गर्छु मैले गर्नुपर्छ भन्ने छ भने चाहिँ गर्न सक्नुहुन्छ तपाईँहरूले। हो त्यसको लागि हो मैले चाहिँ पैसा कमाउँछु, मैले पैसा कमाउनु पर्छ भन्ने मेरो दिमागमा त्यसरी छ। सामान्य घर परिवार चलाउन त तपाईँको दिनदिनै दुःख गरेर यो सामान्य यही तरिकाले पनि तपाईँको गर्न सकिन्छ नि। या कोही भोकै सुतेको त छैन नि। जस्तो सुकै काम, जेसुकै काम गरेर पनि सबैले आफ्नो परिवार चाहिँ पाल्नु भएकै हुन्छ। तपाईँहरूले एउटा इक्जाम्पल दिन्छु। कुनै एउटा चाहिँ दुर्गम ठाउँ, त्यस्तो ठाउँ जहाँ चाहिँ गाडी घोडा चाहिँ सेवा सुविधाहरू नभएको होइन, हस्पिटलहरू चाहिँ एकदमै नभएको, विद्यालयहरू नभएको त्यस्तो कुनै कन्डिसन छ त्यो ठाउँमा, त्यो गाउँमा, त्यो समाजमा गएर त्यहाँ एकदम इमान्दारी मेहनत गरेर पढेको 2000 विद्यार्थीलाई सोध्नुहोस्, स्टुडेन्टलाई सोध्नुहोस् तपाईँको के छ त अब फ्युचरमा के छ त प्लान, के पढ्नुहुन्छ भन्दा इन्जिनियर, डक्टर, पाइलट, म यस्तो गर्ने हो, म यो पढ्ने हो भन्नुहुन्छ उहाँहरूले। तर उहाँहरूको परिवारले चाहिँ त्यो फाइनेन्स होइन, त्यो चाहिँ रकम यदि जुटाउन सक्नु भएन भने के लाग्छ तपाईँलाई उहाँहरूले पढ्न सक्नुहुन्छ त्यो कुरा? अब यस्तो कुरा गर्दैमा चाहिँ फेरि भोलि बिहान स्कलरसिप हुन्छ, मेहनत गऱ्यो भने, राम्रो भयो भने, मार्क्स लिइसक्नु भने चाहिँ तपाईँको युनिभर्सिटीमा, कलेजमा चाहिँ एडमिसन पाइन्छ भन्ने कुरा पनि आउलान् होइन। त्यो नआउने भन्ने होइन,
तर सबै मेहनत गर्नेहरू, सबै इमान्दार मान्छेले त्यो स्कलरसिप पाएर चाहिँ पढ्न पाउँछन् फ्रीमा भन्ने पनि हुँदैन। एउटा त्यो कुरा भयो। अर्को कुरा चाहिँ यदि त्यो जुन पढ्छु मैले गर्छु भन्ने परिवारमा हुर्के बढेको नानी बाबुलाई तपाईँले आफूले कमाएको केही रकम ल मैले चाहिँ पढाइमा चाहिँ सबै सपोर्ट गर्छु, राम्रोसँग पढ्नुपर्छ भनेर दिनु भएर उसले भोलि बिहान डक्टर, पाइलट, इन्जिनियर पढ्यो भने उसले देशमा केही न केही कन्ट्रिब्युट त गर्ला नि। सबै गरेकाहरू या सबै पढे लेखेकाहरूले गर्छन् भन्ने पनि हुँदैन, त्यो कुरा पनि गलत हुनसक्छ होइन। तर कतिपयले गर्छन् नि, कसैले न कसैले त गर्छ नि। उसले बुझ्छ नि त महत्त्व के हो भन्ने कुरा। पैसाको महत्त्व त्यहाँ गएर सोध्नुहोस्। जोसँग सबै कुरा राम्रो छ, बाबुबाजेले सम्पत्ति चाहिँ जम्मा गरेको सम्पत्ति बेचेर या त्यो घर जग्गा बेचेर पढ्नु भएको छ, राम्रो जब गर्नुभयो, जागिर गर्नुभयो, आफ्नो छोराछोरीलाई पनि राम्रो गर्नुभयो, अब नातिहरू पनि राम्रोसँग सबै कुराहरू गर्दैछन् भन्दैमा चाहिँ पैसा ठुलो कुरा होइन, पैसा केही होइन भन्ने कुरा भन्नु त भएन। पैसाको महत्त्व त्यो फ्यामिलीमा, त्यो परिवारमा गएर सोध्नुहोस् जहाँ समस्या छ। तपाईँसँग समस्या छैन, तपाईँको नजिक आफन्तीहरूमा समस्या छैन भन्दैमा चाहिँ समस्या नहुने चाहिँ हुँदैन। अनि यो कुरा बुझ्नु जरुरी छ सबैले है। अनि तपाईँले मेहनत गर्नुभएको छ, पैसा कमाउनु भएको छ, राम्रो गर्नुभएको छ समाजमा भने आफूले गरिसकेपछि समाजमा दिनुपर्छ, समाजमा केही गर्नुपर्छ। देश विकासमा हाम्रो सबैको हात छ होइन। कसैलाई दोष नदिई, कसैलाई गाली गलोज नगरी होइन, राम्रो नियम कानुन पालना गरेर इमान्दारीका साथ गर्न सकिन्छ। त्यसैले मैले के भन्छु भने हरेक दिन मेहनत गरौँ, इमान्दारीका साथ काम गरौँ, समाज बनाऊ। समाज बन्दै गर्दा देश आफै बन्छ। हस्, थ्याङ्क यू सो मच।